सम्पूर्णलाई नमस्कार। यो चाहिँ बोझो हो। हजुरहरूले देख्न सक्नुहुन्छ यो बोझो चाहिँ घारी नै छ। हजुरहरूले बोझो चाहिँ एकदम हजुरहरूलाई घाँटी दुखिरहेछ अथवा हजुरहरूको स्वर भाँचिरहेछ अथवा हजुरहरूलाई चाहिँ कुनै समस्या छ अथवा नानीहरूलाई चाहिँ घाँटी दुख्ने खोकी लाग्ने समस्यामा पनि एकदम राम्रो औषधि हुन्छ यो बोझो। र नानीहरूको तोते बोली छ अथवा बोली चाहिँ प्रष्ट छैन भने पनि एकदम यसले चाहिँ तपाईहरुले 1 महिना प्रयोग गर्नुभयो भने दिनको एक टाइम एकदम राम्रो काम गर्छ। हजुरहरूले बोझो घरमा लगाउनु पनि होला र यो बोझो चाहिँ हजुरहरूले खैनी गुड्का र विभिन्न कुलतहरू हटाउने पनि काम गर्छ। यसलाई सुकाएर एकदम सुकाइसकेपछि सानो बनाएर पिस बनाएर खानुपर्छ र यसको हजुरहरूले मजाले प्रयोग गर्नु होला र आफ्नो घरमा हजुरहरूले लगाउनु होला। हस्त नमस्कार, धन्यवाद। यो भिडियो मन पर्यो भने शेयर गरिदिनु होला।